ओइ लड्छ अरे यहाँ बस लु यहाँ बस अब शीतलमा हो अन्त लडिन्छ यहाँ त डरै लाग्दो रहेछ यहाँ चाहिँ अलिकति पहाड जस्तै क्या यो चाहिँ के को बोट हो यो चाहिँ कुन के को बोट हो यो ला यहाँदेखि त अब तल ओर्लिनुपर्छ खै लाली कुदाइन एकछिनै म उयो गर्छु एकछिन म ओर्लिन्छु अनि तिमीलाई ओर्हाल्छु ल म बुइ गर्छु लु हेर्न यहाँदेखि तल अरे यहाँ पनि अलिक भिड पो रहेछ त सक्छौ अरे पैसा पाएर त हेर न एकछिन बसौँ न गले क्या म गले म भन्छु एकछिन पसिना त सुक्नु देऊ यहाँनिर घाँसहरू छ दिपेश होइन अरू बेला पनि आउँदाखेरि घाँस छ कति महिनाको लागि हो यो खोलिदेऊ त भाइ 1 वर्षको लागि भनेको होइन 1 वर्ष पुग्यो ए रक्सी जस्तो गनाउँछ त ए बोतलको बिर्को जाउँ त यहाँ पर कार छ हेरौँ एकचोटि हेरेर अनि जाने गर नानी किम्बु दिपेश किम्बु हो के ल ए हामीलाई जहिले कराउँछ मात्रै नि किम्बु खाएँ म त्यसै घारीमा चाहिँ के आउने त त्यही मजा लाग्छ खाऊ त यो नानी कस्तो छ नि भन त यो छोटो कस्तो लाग्यो टोक न देखेको थियो कि थिएन यस्तो चिज 1 मिनटमा खाइसक्यो त लु छट्टै मिठो लागेन खुवाइदेऊ मलाई
कस्तो छ मिठो छैन आऊ आऊ लु जाऊँ घर नानी आऊ हेन लु जाऊँ गर्नु आएको थिएँ म चाहिँ हाफ बेलादेखि एकछिन कति 1 बजीतिर त आएको सक्यो त 3 बजी 3:30 बजीतिर अब घर जान आँटेको खानेले उता किम्बु उता बाजे छ बस एकछिन म आइहाल्छु गएको हामी दिपेश घर मिठो लाग्यो एउटा त खाऊ न हौ यार एउटा त मलाई दिनु नि हौ एउटा पनि नदिनु एकछिन थोरै भएर हौ होइन जाऊँ घर दाउरा चाहिँ उहाँ एउटा बगेनाको बोट काटेछ नि यति भयो दाउरा चाहिँ यहाँ छु के को गर्छ हौ हामी घर गएको अब खाऊ न त पानी खोल्नु पनि नसकेको पर्यो उसले खै म खोलिदिन्छु त्यो आफै आउँदा रहेछ त खोल्नु नि के भन्नु है यहाँ चाहिँ पहिला कति धेरै घारी त अहिले चाहिँ छैन रहेछ यस्तै थियो क्या यस्तै घारीहरू थियो पानी खाँदैछ पुरा तिर्खा लागेछ छोड्यो यहाँ दाउराहरू थियो तँ फुपूको हो छोडिदेऊ सानो चाहिँ बोकुम त्यसो भएको यो राखौँ यो साह्रै ठुलो छ जाऊँ होइन साइकल यहाँ रहेछ आऊ त नानी यता आउन यता उहाँ पनि छ कि किम्बु हेर्नुपर्छ आउ न किम्बु आउ त लोभ देख्नुपर्छ झन् हामीलाई किचाएन अलिकतिले म त साइकल पो लान्छ होला भन्दै गरेको
आज 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 उडे बरो